गुड मर्निङ साथीहरू, वेलकम टु द न्यू डे, वेलकम टु माई न्यू भ्लग। म चाहिँ कलेज गएर आइसकेँ। आजको दिन भनेको हस्टेलै जानु छ। आज भाइको अलिअलि चेकअप बाँकी छ, हिजो पुरा भएन टाइम नगएर। अब चेकअप गर्न जान्छौँ, खानासाना खान्छौँ। अहिले चाहिँ 9 बजेको छ। अब खानासाना खाएर त्यस पछाडि हामी दाजुभाइ हस्टेलतर्फ लाग्छौँ। अनि आजको लागि चाहिँ भ्लग भनेको त्यस्तो बन्दैन होला। मसँग भएको पुरानो मेमोरीहरू चाहिँ मैले चाहिँ सेयर गर्छु। मेमोरीमा चाहिँ अब सुनिल भाइको बिहेको सबै कुराहरू चाहिँ म सेयर गर्छु। आज सुनिल भाइ सानीमा आएदेखिको सपिङ गरेको, बिहे भोज सबै गरेर चाहिँ म सबै एउटा भिडियो चाहिँ एकमुष्ट बनाएर चाहिँ आज अपलोड गर्छु। है त साथीहरू, अब खाना खान्छौँ र हस्टेलतर्फ लाग्छौँ। साथीहरू, हाम्रो चाहिँ भ्लगर सुनिल आइसकेको छ। भ्लगर सुनिल हाम्रो अप्सरा भाउजू त चिया खाइरहनु भएको छ। र मम्मी त दाइसँग बोल्दै हुनुहुन्छ फोनमा। ठुलो दादा आउनु दादा खाजा चाहिँ खाइसक्यो। अब हस्टेल काम सकेर हामी चाहिँ दिउँसै आइसकेको थियौँ। भिडियो चाहिँ बनाइदिने आज। हेलो, आजको सपिङ कस्तो भयो तेरो? हेलो बेहुला दिदी, बेहुला फुपू, आजको तपाईँको सपिङ कस्तो भयो? आज बेहुला आफूको व्रत अनि केही थाहा छैन। भोकले भाइको सपिङ गरेर आएर अनि यहाँ अब व्रत बाहिर खाउँ भने भएन, भित्र घर आएर यहाँ रोटी पकाउनु भएको छ बुवाले छोरा, त्यही भएर यो रोटी चपाइ। गोप्रोको कहाँ दिन्छ त? गोप्रोको 200 पैसा अलग पर्छ भने क्या त। हेलो ल बेहुला भिनाजु आज के छ भनाइ? बेहुला भिनाजु व्यस्त हरि आलु ताक्दैछ। बेहुला भाउजू के छ? ठिक छ ल्यायो पकाइरहनु भएको होइन? आज कतिको पढे भोलि जाँचमा मान्छे? म त भ्लगर बन्छु कि के हो? त्यो त खोइ मामा मागी छैन अब। ल बेहुला बाबु, मामाको आज कस्तो छ त तपाईँको आजको प्रतिक्रिया के छ? आजको दिनभरिको सपिङ कति छ? फाइनली आज कार्ड पनि आयो हाम्रो घर। कार्ड पठाउनु पर्ने। अनि यस पछाडि बिहे पनि आयो लुगाहरू। अनि यस पछाडि अरू लुगाहरू बाँकी छ। बाँकी रहे भ्लग चाहिँ मबाट सुरुवात हुन्छ। खै यहाँ पकाउँदै हुनुहुन्छ भाउजू? यो हाम्रोमा चाहिँ आलु पाक्दैछ आज। यो आलु पाक्दैछ, यता खाना पाक्दैछ। भिनाजु चाहिँ यहाँ साग रेडी गर्नुभयो। अनि यहाँ पुरै के अरे आलु ताक्दै हुनुहुन्छ। भाउजू हाँस्दैन त एकतालि? भाउजूले खाने होइन, लुक्सले हो क्या। यस्तै छ हाम्रो त्यति खाइरहनु भयो। खाइ ए ए ठिक छ, मोबाइल चाहिँ मेरै हो है। ल है ल ए बिहेको कार्ड पनि आयो। ओए सुनिल, ल तर साथीहरू, हाम्रो चाहिँ खाना खाने बेला भइसकेको छ। भाउजू खाना पसिन लाउँदै हुनुहुन्छ है। यता मम्मी त हुनुहुन्छ। मम्मी क्यामेरामा हाई भनिदिनुहोस्। भन्दिनँ भाइ भाइ अब भन्छ भ्लगिङ गर्ने बेला हुन लागिसकेको छ है। तपाईँलाई के भयो, गाह्रो भयो भने हो? ल अब हामी खाना खान्छौँ साथीहरू। खाना खाइसके पछाडि चाहिँ म आज भिडियो गर्छु। आज खासै त्यस्तो केही गरिएको छैन। अहिले रुममा विस्तृतमा जानकारी दिउँ। ल यहाँ हुनुहुन्छ भाउजू। साथीहरू, ल आजको लागि चाहिँ यति नै छ। आज दिउँसो केही गरिएन, त्यही भएर चाहिँ मैले पुरानो सुनिल भाइको बिहेको सपिङ गर्दाखेरि एउटा भिडियो अपलोड गरिदिन्छु। अरू केही पनि छैन। अब आज दिनभरि चाहिँ हस्टेलको कामले गरेर व्यस्तै भइयो। टिल नेक्स्ट दिन है। अब चाहिँ यो अर्को भिडियो भोलि आउँछ। अहिले हस्टेल बिजी भएछ, त्यस्तो भिडियो बनाउनु पाएको छैन। त्यसले गर्दा हो अब भोलिदेखि चाहिँ आउँछ, भोलि आउँछ भिडियो। आजलाई चाहिँ अब त्यस्तो खासै केही पनि भएन। पुरानो सुनिल भाइको बिहेमा चाहिँ सपिङ गर्दाखेरिको मैले भिडियो बनाएको थिएँ, त्यही भिडियो नै अपलोड गर्छु। अहिलेलाई त्यति नै हो। तपाईँसँगलाई गुड नाइट साथीहरू। अब चाहिँ म खानासाना खाइसकेँ, अब भिडियो एडिट गर्छु अनि त्यसबाट सुत्छु। थ्याङ्क यू सो मच फर वाचिङ। सी यु नेक्स्ट ब्लग।